के सौ केटाकेटी हो आज हामी खेल्न जाँदैछौँ माइनक्राफ्ट। दिस इज गोइङ टु बी आवर फर्स्ट सर्भाइभल सिरिज। हाम्रो गोल हुनेछ टु गेट अल आइरन आर्मर इन दिस एपिसोड। यसको लागि के च्यालेन्जेस फेस गऱ्यौँ त हामीले माइनक्राफ्ट खेल्नको लागि वी निड टु मेक आवर वर्ल्ड। अनि नाम त राख्नु पर्यो, तर के राख्ने धेरै सोचेपछि पिटाउन राखिदिए। स्पन चाहिँ एकदम राम्रो ठाउँमा भएको छ, एकदम गुड स्पोन छ। सबै बायोम मिक्स, साइडमै टाइगा बायोम पनि छ। भ्यू इज अल्सो गुड, केभहरू नि रहेछन्। अनि आइसी खाली ग्राउन्ड घर बनाउनलाई पर्फेक्ट। मैले काटेँ हल्का वुड कज वाइ नट। मैले बनाएँ क्राफ्टिङ टेबल। पछि यो सिरिजमा अझै धेरै कुरा बनाउनेछौँ। यो भन्दै मैले सुरु गरेँ स्टोन माइनिङ। स्टोन एजवाला भाइब्स आएन, जुन अहिले नेपाल नि त्यही दिशामा जाँदैछ। ढुङ्गाको एक्स र पिएक्स बनाएर म चल्दै एक्सप्लोरेसनको लागि केभ र खाली ग्राउन्डतिर। फाउन्ड दिस मुर्गी। मुझे क्यों तोड़ा? चलो उठाओ। अनि केही देखेनौ केटा हो तिमीहरूले? खाली जग्गामा जाँदै गरेको क्रममा मैले यहाँ गुफाहरू भेटाएको छु। के यो भिलेज हो? भिडियोको सुरुवातमै भिलेज हार्डकोर वर्ल्ड गर्नुपर्ने रहेछ। म लागे भिलेजतिर फुल स्पिडमा, तर मलाई एउटा चिजले मात्र रोक्यो, खाना। फाइनली भिलेज पुग्यो। अनि भिलेज पुगेपछि इम्पोर्टेन्ट काम हेड चोर्ने अनि पेट भर्ने। अझै खाना खोज्दै जाँदा स्यान्ड भेटे, त्यो नि घाँसफुस भएको भिलेजको बिचमा। एकछिन सोचे तर बाल हो भन्दै म लागे अझै खानाको तलासमा। यो भिलेजलाई भिखारी बनाइदिन्छु म। कसैकोलाई क्राफ्टिङ टेबलमा हालेर बनाउन थालेँ मैले मेरो लागि ब्रेड। माइनक्राफ्टमा अब एउटा मात्रै चिजको कमी छ, के होला त? चियाको। खाना साना आफ्नो ठाउँमा छ, सबैभन्दा जरुरी काम त्यो हो आफ्नो ज्यानभन्दा बढी माया। मलाई त्यो ब्रेडको लाग्यो र म कुदेँ फुल स्पिडमा। बल्ल पुगेँ आफ्नो भिलेजमा। गोलेम दाजु पर्खाइमा हुनुहुँदो रहेछ। गोलेम दाजु यहाँ नभए यस्तो गरी म लागे आफ्नो सामानको तलासमा। सब सामान भेटे जस्तो लाग्दै थियो मलाई, तर यति सङ्घर्ष मैले जे को लागि गरेँ त्यो नै गायब थियो। मेरो पाउरोटीको दुख मनाउँदै थिएँ। त्यति बेलैमा मैले भेटेँ लाइब्रेरियन। आई चेक द डिल, अनि डिल थियो एकदम मिठो मिठो मिठो। जति नै मिठो भयो नि मेरो पाउरोटी जस्तो मिठो थिएन। रिभेन्ज टाइम हो यो। गोलेमले मलाई मायाले रोज र थोरै आइरन दियो। हाम्रो गोलको अलिक नजिकिँदैछौँ हामी। मैले त्यो 3टा आइरनले बनाएँ आइरनको पिक्याक्स। पाउरोटी हराए नि काँचो मासु पकाउँदै गरिन् पेट पूजा। तर के देख्दैछु भिलेजर उज्यालोमै? किन त नहुने हो, तर हेरिदिए। बुढोहरू रिसाएछन्। दुइटै बुढा त होइनन् होला, एउटा बुढी होला।
यिनीहरूलाई छोडौँ, मासु पकाउन बनाए फर्नेन्स। फर्नेन्समा हाले उड अनि एक पिस मासु। अनि निस्किए खाना खोज्न। खोज्दा खोज्दै मैले पाएँ पाउरोटी। पाउरोटीको मायाले खोजेरै छाडो। खानापिना हुँदै गर्छ, सुत्न इज इम्पोर्टेन्ट भन्दै यो भिलेजरलाई उठाएर म सुते। उठ्ने बित्तिकै म काट्न थाले रुख। सिकाउकै केटा हो, उठ्ने बित्तिकै मेहनत कसरी गर्ने। यति हेले इनफ ब्रेड नबन्ला भन्दै म लागे हन्टिङतिर। हन्टिङ गर्दा गर्दै मुर्गीको एग्स मुर्गीलाई नै फिर्ता। म पर्खिएँ अनि लगाइदिएँ कोल पाक्नलाई। हल्का फुल्का ब्रेड बनाउनतिर लागौँ, किनकि माइनिङ गर्दा भोक पनि त लाग्छ। अब जानुपर्छ खोज्न आइरन, कज आजको गोल नबिर्सिम। एउटा बेड लिए अनि हल्का तलासी गरेँ केही भेटिन्छ कि भिलेजमा काम लाग्ने भन्दै। यो घरमा पाउरोटी, मम्मीले बोक्ने पर्स जस्तो के भेटे, नयाँ नयाँ के अपडेट आइसक्यो यार केटा हो। युज गर्न खोजे तर आएन। इफ यु गाइज नो हाउ टु युज इट कमेन्ट डाउन बिलो। पाकेको चारकोललाई निकालेर टर्च बनाए अनि क्राफ्टिङ टेबल र फर्नेन्स उठाए काम लाग्छ भनेर। तर एउटा इम्पोर्टेन्ट चिज लिन बिर्सेछु, त्यो पछि थाहा हुन्छ माइनिङ गर्दा। भिलेजलाई अलविदा भन्दै म लागे माइनतिर। खाना जहाँ भेटो त्यहीँ लिइहाल्नुपर्छ। एउटा महान मान्छेले भनेका थिए, बाँचो तो खाने के लिए। यही भन्दै ठेला नाना तर्दै म पुगेँ माइनमा। पुग्ने बित्तिकै देखिसके आइरन। केहीको डर बिना म सिधै चल्दिएँ तल, निन्जा हातोरीको स्टाइलमा। तल पुग्ने बित्तिकै सुने स्केलेटनको आवाज अनि लिए भगवानको नाम। हेर्दा त अझै आइरन अनि अझै केभ। पहिला त मिठोसँग भएको आइरन माइन गरेँ अनि स्केलेटन नभएको साइड गएँ। नोनी कोही नभएको बाटो जानुपर्छ, त्यसले धेरै नराम्रो भनौ, केही पनि छैन यार। झरेको आइरन लिँदै पाउरोटीले पेट पूजा गर्दै म गएँ अझै अन्डरग्राउन्ड। आइया भन्नुभन्दा अगाडि नै मैले देखेँ आइरन। आइरन माइन गर्दै नै थिएँ, मैले देखेँ विचलाई। मैले खाएकोले गर्दा नदेखेको होला, के गर्नु, खानु त पर्यो। मैले बनाएँ यो सानो ठाउँ अनि राखेँ आफ्नो फर्नेन्स आइरनलाई मेल्टिङ गर्नलाई। आइरन मेल्ट हुँदै गर्दा क्राफ्टिङ टेबल लिए अनि बनाउन खोजेँ सिल्ड। मसँग छैन उड, अघि भनेको थिएँ नि के बिर्सेँ भनेर। के नै गर्न सकिन्छ र अब भन्दै आइरनलाई मेल्टिङमा छोडेर म अघि बढेँ अझै आइरन माइन गर्न। एउटा आइरन मात्रै भन्दै मनमनै गाली दिए। म बढेँ विचसँग युद्ध गर्न, टर्च लग्न इज इम्पोर्टेन्ट, किनकि यो विचलाई त मार्छु, अर्को विच स्पन नहोस् भनेर। विचलाई मार्न आएको सबजना फिल्डिङ सेट गरेर बसेको रहेछन्। रोम रोम भाइयों, सिस्टम पार देंगे। म पसेँ आफ्नो सानो दुलोमा र दुलोलाई थुन्दै हतार हतार अनि दिएँ आफ्नो पाउरोटी मजाले। र यही दुलोभित्रबाट हान्न थाले विचलाई। विच मरेसी निक्लिए सानमा। रेस्टोन मात्र लिछे। यस्तो खतरा एरो कोही टच गर्छ र के केटा हो। स्केलेटनलाई मार्दै लगाउन थाले म टर्च, किनकि आई डोन्ट वान्ट डिल विथ दिस विच। राइमिङ हेर्दैछौ केटा हो, ऱ्यापर नै बनिदिउँ क्या हो।
क्रिपर यार कस्तो ल्याङ हानेको, टर्च त लगाउन देऊ यार। टर्च लगाउँदा लगाउँदै मेरो भेट भयो स्पाइडरम्यान र क्रिपरसँग। बिचमा स्केलेटन दाजु पनि आइपुग्नु भयो। तर थाहा छ नि तिमीहरूलाई प्रोनेस कस्तो छ भनेर मारिदिए। हल्का अझै आइरन माइनिङ। यति सब गरेर थाक्यो र हल्का पाउरोटी चिया मिस हुँदैछ एकदम। यतिचोटि चिया बनिसके गेम खेलिसकेर चिया बनाउनु पर्छ जस्तो छ। हल्का कोल्नी माइन गरे कज आइरन आर्मर बनाउन आइरन चाहिन्छ र आइरनको लागि मेल्ट गर्नु पर्यो र मेल्टिङको लागि कोल पनि त चाहियो नि। यहाँ फेरि कोही नभएको ठाउँ जान ट्राई गरेको क्रिपर भेटे। अरू त केही न केही लालच बुरी बलाए भन्छन् नि, एउटा दुइटा आइरनको लागि अघि बढ्दै म। मेरो भिलेजर यहाँ कहाँबाट आइपुगे, यिनीहरूलाई त जम्बी नि बनाइसकेछन्। सरेर मारिदिएको, मार्नै पर्यो नत्र मेरो लास निक्लिन्छ। दुइटा भिलेजर, आफ्नो भिलेजरलाई बचाउनु पर्यो अब। मैले फेरि भेटेँ स्पाइडरम्यान र हड्डीलाई, तर यो पालि म भागे आफ्नो आइरनको यादमा फुल स्पिडमा। सामान कलेक्ट गर्दा डर थियो कि डिस्पन नहोस् भनेर। क्रिपर बाँच्न दिँदैनन्। फाइट गर्न छोडेर भागे म र आफ्नो सामान चेक गरे, सब थियो। खुसी हुँदै आइरन माइन गरिरहेको थिएँ, पानी पानी रहेछ। पसे म आफ्नो सानो गुफामा। मबको डरले लगाए टर्च अनि बाँझेको आइरनलाई मेल्ट गर्न छोडेर रातो गिटिन चेक गर्दै म सुतिदिएँ। उठे आइरन मेल्ट हुँदै थियो। खाना खाँदै म लागे आइरनको वेटिङमा। फाइनली आइरन इज डन। आइरनलाई मैले आफ्नो हातमा लिएँ अनि चल्दिएँ आफ्नो गाउँतिर। गाउँ पुग्ने बित्तिकै हेरेँ सबैभन्दा ठुलो घर। गएर पहिला त वुड लिएँ अनि इट्स टाइम। आइरन चेस्ट प्लेट, आइरन हेलमेट, आइरन जुत्ता, आइरन कट्टु सबै चिज लगाएँ आरामले। याद आयो मलाई सिल्डको, तोनी बनाए। अझै आइरन थियो त्यसको। आइरन स्वर्ण अझै एउटा एक्स्ट्रा पिकेक्स बनाएँ अनि सब गरेर सब इक्विप हाने। लाग्दैछु फुल आइरन म्यान। थ्याङ्क यू फर वाचिङ। यो जर्नी कहाँसम्म पुग्छ हेर्नलाई किप वाचिङ। पिस आउट।